नमस्कार। तोशिमाले पार्टी छोड्यो भनेर समाचारहरू बनाउन भ्याइसक्नु भएछ। अरे यार, कम्तीमा मेरो बारेमा लेख्दा मलाई त सोध्ने गर्नुस्। तोशिमाले के गर्छ या गर्दैन भन्ने चिन्ता लिनु साटो आज देश यस्तो विक्षिप्त अवस्थामा पुगेको छ। आफूले चाहिँ यो देशको लागि के गर्न सक्छु भनेर सोच्नु होला। यो देशलाई हेर्नु न, हामीले सोच्दै नसोचेको अवस्थामा पुगेको छ। भौतिक रूपले, मानसिक रूपले, भावनात्मक रूपले विक्षिप्त भएको छ। देश शून्यबाट उठाउनु पर्नेछ। यस्तो बेलामा कृपया सञ्चार माध्यमहरूले पनि जथाभावी तथ्यपरक कुरा नलेखिकन अफवाह फैलाइदिएर मानिसहरूलाई अल्मलाउने काम नगरिदिनु होला। धन्यवाद।